Namaste. This is Astik, an English language teacher and teacher educator. Again, I'm back to you. I have brought you video. It's all about story. The story written by James Joyce. The story is entitled Evelyn. Evelyn, a very famous story, a collection from Dubliners, written by James Joyce, Irish writer, Nobel Prize winner. Well, this is the story taken from BBS second year communication, business communication, compulsory English. That is the course prescribed in Tribhuvan University, Nepal. Well, before I move ahead with the story, may I ask everyone to subscribe to our channel, Learn with Ease, Nelta Janakpur. साथीहरू आज म एभलिन भन्ने एभलिन या इभलिन यु क्यान प्रोनाउन्स इन बोथ वेज एभलिन स्टोरी त्यो जेम्स जोइस डब्लिन राइटर आइरिस राइटरद्वारा लेखिएको यो एभलिन स्टोरी त्यो डब्लिनर्स भन्ने स्टोरी कलेक्सनबाट लिएको हो यो बिबिएस सेकेन्ड इयर बिजनेस कम्युनिकेसन भन्ने कोर्सको भिजन बुकबाट युनिट सेकेन्ड युनिट सेकेन्डको अरू टेक्स्टहरू विभिन्न टेक्स्टहरूमध्ये एउटा टेक्स्ट यो एभलिन दिस इज स्टोरी वेल आजको यो भिडियोमा म चाहिँ टेन्टेटिभली स्टोरीको आउटलाइन अर्को भाषामा प्लेन ल्याङ्ग्वेजमा भन्नु पर्दाखेरि आई जस्ट टेल यु द समरी एन्ड टु सम काइन्ड अफ इन्टरप्रिटेसन द्याट्स अल सो लेट मी बिगिन द स्टोरी Evelyn is a story about a girl whose name is Evelyn. The girl is in at the age of, or you can say, the girl is in teenage. She is about to cross the teenage. Exactly, she is in at 19. To 19 एज को to 19 to टिनेज को अन्तिम अवस्था 19 वर्षको एकजना केटीको कहानी एकजना केटीको कथा छ यो एभलिन 19 वर्ष स्टोरीमा किन राखेको छ त त्यसका पनि केही कारण साइकोलोजिकल कारण हामीले बुझ्नु पर्यो द्याट्स अ भेरी डेन्जरस एज teenage or post teenage is very dangerous age. Dangerous age in the sense that this is the age in which a man is controlled by emotion, controlled by feeling, overwhelmingly controlled. So that is the situation that the man is not under his own emotion, under his own control. The mind stops working. The mind is, overshadowed, surpassed by the emotion. That's why the teenage, especially 19, is the girl with 19 is presented as a main character in the story. स्टोरीको मेन क्यारेक्टर भनेको एभली नै हो हुन त अरू पनि क्यारेक्टरहरू छन् बट वी क्यान से यु क्यान से दिस इज अ सिङ्गल क्यारेक्टर स्टोरी यो सिङ्गल क्यारेक्टर स्टोरी भन्दा पनि हुन्छ दो दे आर सम मोर क्यारेक्टर्स के अझै पनि क्यारेक्टर छन् बट दे हेभ भेरी नोमिनली अर ग्लिम्सली एक्जिस्ट ग्लिम्सली अपियरेन्स नट एक्जिस्टेन्स एकदम ग्लिम्सली एपियरेन्स छन् त्यो यो स्टोरीमा the whole story begins and ends around or hovers around the event accident or whatsoever with Evelyn. तो एभलिन को सेरोफेरोमा हरेक घटना दुर्घटना कथा वस्तु घुम्छ so in that case we can say this is a single character story but it's not a single character story it has some more characters a few many characters तो इभलिन स्टोरीमा म पहिला सुरु गरौँ क्यारेक्टर्सबाट इभलिन इटसेल्फ or she let's say she herself is the main character she has a father her elder brother Ernest is already dead younger brother Harry he is there in the story and his sorry
Her lover, Frank, he's deck man, or simply you can say sailor, who keeps traveling on the sea to different part of the world. Well, these are the story characters. स्टोरीमा एभलिन छन् मेन क्यारेक्टर्समा, उसको बुवा, भाइ जेठो दाइ जो बितिसकेका छ, आमाउ पनि बितिसकेका छन्, भाइ ह्यारी नाम गरेको एकजना भाइ, र उसको लभर फ्रेङ्क, बुवा त छँदैछन्। यति स्टोरीमा सालाकाला स्टोरी यति हो, स्टोरीको क्यारेक्टर यति हो भनौँ न। वेल, स्टोरी पहिला म यो स्टोरीलाई ठ्याक्क 2-3 मिनटमा समरी मेन टेन्टेटिभ आउटलाइन चाहिँ भनिदिउँ। स्टोरीमा के छ भन्दाखेरि एभलिन 19 वर्षकी एभलिन नाम गरेकी एकजना केटी त्यो डब्लिन सहरमा बस्दै गरेको एकदम गरिबीको समस्याबाट ग्रसित भएकी एकजना पात्रको कथावस्तु विषयवस्तु छ यो कथामा। 19 वर्षकी केटी पहिला नै भनिसके, 19 वर्षकी केटी छ, घरको गार्जियनसिप आफैले चलाइराखेकी छिन्। बुवा झन्डै पुरै बुढेसकाल त लागिसकेका छैन, बट मिडल एज क्रस गरिसकेका छ, मिडल एजमा छ भनौँ। एकजना सानो भाइ घरमा बढी बस्दैन, बाहिरै घुमिराखेको हुन्छन्, कामसाम अलिअलि गर्छन्, पैसा कमाएको नकमाएको, तर घरसँग बढी वास्ता छैन। यसरी हेर्दाखेरि घरमा दुईजना बस्छन्, एकजना बुवा, उसको बुवा इभलिनको बुवा, अनि इभलिन आफै। She works in a store, department store, somewhere in the same city nearby her home. And it's a private job. So she has to struggle a lot. Actually, she earns from the work. So it's not very bad. It's a paying job. So she works there whole time. I mean, her whole daytime is consumed in the job. In the morning, she does her domestic work, housework, washing, cleaning, rubbing, cooking, means I mean everything a woman, an ideal woman should do. A daughter is expected to do. She has managed everything. घरमा चाहिँ दिन बिहान खाना बनाउनेदेखि लिएर सफा सुग्घर गर्नेदेखि लिएर सारा कुरा चाहिँ उनी गर्छन्। डे टाइममा अफिस जान्छ, फुल टाइम अफिसमा काम गर्छ, आएपछि फेरि त्यो घर सफादेखि लिएर भाँडा सफादेखि लिएर खाना बनाउनेदेखि लिएर आदि इत्यादि रातसम्म काम गर्छ। बुवा घरमा बुवा बस्नुहुन्छ, but he takes care of the family affair. Suko kamaudena. He earns nothing, is penniless, doesn't earn a single penny for the family. फ्यामिलीको लागि एक पैसा पनि नकमाएको अवस्था, उल्टै उसले कमाएकी त्यो इभलिनले कमाएको पैसा चाहिँ उडाउँछन्, उसलाई गाली गरेर हुन्छन्, एक्सप्लोइट गर्छ, एक्सप्लोइट यो सेन्समा काम गराएको गर्छन्, धम्कीहरू दिइराखेको हुन्छन्, एन्ड सी इज फिलिङ अनकम्फर्टेबल। यसै सन्दर्भमा यो यसरी लाइफ बित्दै जाँदाखेरि त्यो अफिस जाने बाटोमा एकजना केटासँग भेट हुन्छ। त्यो भनेको डक बोय, or you can say sailor. He is from Dublin, but he keeps moving different part of the world. त्यो केटाको नाम फ्रेन्ड, भेरी नाइस गाय, त्यो टोपी लगाएको, कपाल ठिक ठिक साइजको कपाल, बढी त्यो फेसनल पनि नदेखिने, लजालु स्वभावको। त्यसो उसँग यो इभलिनको भेट चाहिँ त्यो केटासँग हुन जान्छ। भेट हुँदा हुँदै एक दिन दुई दिन गर्दा गर्दै दे कम क्लोजर, एन्ड दे फल इन लभ विथ इच अदर। एकअर्कासँग प्रेम जालमा फस्छन्। But it's good in the sense that they are very much likable and lovely pairs. They are lovebirds in truer sense. They are lovebirds in truer sense. Truer sense ma lovebird भन्दाखेरि they understand each other's feeling. एकअर्काको फिलिङ बुझिराखेका हुन्छ। They try to understand each other. केटा पनि गजबको छ। He tries to understand her emotion, feeling, उसको दुःख पीडा सबै सुन्छन्, बुझ्छन्। केटा चाहिँ राम्रा राम्रा कुराहरू मात्रै गर्छन्। दुनियाँ अर्जेन्टिना घुमेको, क्यानाडा घुमेको, कहाँ गएको कुरा चाहिँ सारा तथानाम कहानीहरू चाहिँ त्यो केटीलाई सुनाउँछन्। अनि कति मजा त्यो समुद्रमा गएको, यात्रा गरेको, विदेश घुमेको,
घुमै गरेको त्यो कथा र कहानीहरू सुनाउँदाखेरि सी इमेजिन्स herself flying somewhere in another world and she starts thinking of her next life, her future life. यो फ्युचर लाइफ कस्तो होला यो मान्छेसँग, कति रमाइलो मान्छे छ। कहिलेकाहीँ फुर्सदको दिनमा सिनेमा जान्छन्, दे गो टु थिएटर, दे सिट टुगेदर and there they share each other's feeling, emotion, and she is madly in love with him. He is at the same time he is also madly in love with her. पागल जस्तो भइसकेका छन्। यो प्रेमको सिलसिला केही दिन चल्न थाल्दाखेरि चल्दाखेरि भनौँ न, द म्यासेज स्प्रेड्स। it's not a masses, we can say it's a kind of rumor। त्यो र्युमर चाहिँ फैलिन्छ, फैलाइन्छ। अफिसमा पनि त्यो मान्छेहरूले नराम्रो तरिकाले लिन्छ उसको अफेयरलाई लिएर। अब यो सेन्समा अहिले हामी 21औं शताब्दीमा छौँ। वेन द स्टोरी वाज रिटेन इट वाज जस्ट 20th सेन्चुरी, अर्ली 20th सेन्चुरीमा हो। त्यति बेला चाहिँ केटीहरू, इभन इन द युरोपियन वर्ल्ड, द गर्ल वाज नो फ्रेन्ड, नो इन्डिपेन्डेन्ट। आई मिन दे could not expose their identity. त्यो they didn't enjoy the freedom as they are enjoying now. That was the condition। अब यो केटीको लागि पनि त्यो कुरा त्यति पाच्य थिएन वेस्टर्न समाजमा पनि। हामी यो स्क्रिनमा त्यो साइडमा त्यो सहरको पिक्चर हामी देखिरहेको छौँ, त्यो डब्लिन सहरको फोटो हो है, अहिलेको डब्लिन सहरको फोटो हो। यो त्यति बेला यस्तो थिएन। जति बेला स्टोरी लेख्यो त्यति बेला त त्यो युद्धको चपेटामा परेको, खास गरेर इङ्ल्यान्डले जति बेला पनि आक्रमण गरिदिने, कतिपल्ट आक्रमण गरेको, मान्छेहरूको आर्थिक अवस्था कमजोर भएको, इन्डस्ट्रियल एजमा नपुगेको अवस्था, मान्छेहरू यहाँबाट माइग्रेट भएर इमिग्रेट गरेर विदेश पलायन जाँदै गरेको अवस्था, त्यो त्यो त्यति बेलाको सिचुएसन, त्यो सोसल सर्कमस्टान्स भनौँ न, त्यो अवस्थामा लेखिएको स्टोरी। अनि द गर्ल इज ह्याप्पी इन द सेन्स द्याट सी इज इन लभ विथ द बोय हु इज रियली रोमान्टिक, रियली लभली, रियली अनेस्ट। आई मिन एभ्री क्वालिटी द बोय सुड ह्याभ इज विथ हिम। एउटा केटीले अपेक्षा गरेको यो केटामा हुनुपर्ने जति पनि गुण र क्वालिटीहरू छन् त्यो सबै त्यो केटासँग हुन्छ। एन्ड द्याट्स वाइ सी इज म्यारिड। यो कुरा, यो म्यासेज चाहिँ, यो म्यासेज बुवा कहाँ, त्यो केटीको बुवा एभलिनको बुवा कहाँ जाँदाखेरि he threatens her, he threatens not to meet him, and then he keeps eyeing on him, he keeps watching her. So she feels insecure, she cannot meet him openly। that's the condition। केटालाई पनि धम्की दिन्छ नभेट्नको लागि। बट सिन्स दे आर म्याडली इन लभ, दे आर लभ बर्ड, दे आर ट्रुली लभ बर्ड, they don't stop, or they cannot stop meeting secretly, clandestinely। uh, they whenever they get an opportunity, whenever they have any options, they meet, भेटघाट गर्छन् र त्यही फ्युचरको बारेमा कुरा गर्छन् कि दुनियाँ कस्तो राम्रो होला। केटीले धेरै कुरा इमेजिन गरिसकेका हुन्छन्, घरमा त उसको हाल बेहाल हुन्छन्, बुवाले एक्सप्लोइट गरेको, गाली गरेको, पिटेको पनि, पैसा नकमाएको, कहिलेकाहीँ बुवाले पैसा दिँदा पनि त्यो फेरि शनिबार खोसेर जाने, एकदम जडिया। अब दिनका दिन रातका रात काम गरेको कान्छो भाइ कान्छो नै भइहाल्यो, बाहिर गएर पेन्टिङ सेन्टिङ गर्ने, पैसा एक सुको पनि नदिने, र सारा जिम्मेवारी चाहिँ यो केटीले बोक्नु परेको हुन्छन्। एन्ड सी इज भेरी स्याड, भेरी फिलिङ भेरी लोनली, होपलेस, हेल्पलेस, एन्ड सी वान्ट्स टु लिड अ लाइफ, life of liberty, life of freedom, life of self-identity, life of, totality, in the realization as a complete individualized being, which she has not experienced. But the social circumstance was something else। सामाजिक परिस्थिति फेरि बेग्लै थियो त्यति बेलाको। एक केटी चाहिँ केटीले ओपेनली कुरा गर्न सक्ने, आफ्नो इच्छा अनुसार बाँच्न नपाउने त्यति बेलाको समाजमा, युरोपियन समुदायमा पनि थियो। तर नाउ सी इज इन डिलेमा, डिलेमा इन द सेन्स द्याट she feels like choosing her own life, which is friend। आफ्नो जिन्दगी, आफ्नो भविष्य चुज गरौँ जस्तो लाग्छ। त्यो भविष्य पनि त्यो फ्रेङ्कमा हेर्छन्, त्यो जिन्दगी पनि फ्रेङ्कमा हेर्छन्, जीवन पनि फ्रेङ्कलाई नै हेर्छन्।
यस्तो कल्पना गरिसकेको छ, यस्तो सोचिराखेका छन् कि त्यो उसको बिहे भयो भने, साँच्चीकै बिहे भयो भनेदेखि कसैको श्रीमती होला, फ्रेन्डको श्रीमती होला, जुन गाउँमा जान्छ उसले बिहे गरेर त अर्जेन्टिना लग्ने कुरा गरेको हुन्छ, त्यही एउटा सहरमा बस्ने कुरा गरे हुन्छ, त्यहाँ कसैको बुहारी होला, उसको साथीहरूले इज्जतका साथ उसलाई चाहिँ ग्रिटिङ गर्ला, नमस्कार गर्ला। त्यो सारा कुरा उसले सपना देखिसकेको हुन्छ, जुन कुरा उसले घरमा अम, एकछिनको लागि टेम्पोररीली पनि त्यो पाइराखेको हुँदैनन्। अनि यो अवस्था छ। अर्कोतिर त्यो घर छोडेर भागो भनेदेखि समाजले के भन्ला, त्यति बेलाको समाज, कि छोरी मान्छेले नगर्नुपर्ने काम गर्यो, भाइलाई छोडेर गयो, जसको घरमा आमा मरिसकेको छ, त्यसको छोरी यस्तो बदचलन भन्छन्, यो खराब चरित्रको भयो भनेदेखि समाजको नजरमा के होला, उसको परिवारको इज्जतको के होला, दाइ जसको मरिसकेका छ। र अर्को कुरा चाहिँ आमा मर्नुभन्दा पहिला, यो इभलिनको आमा मर्नुभन्दा पहिला उसलाई प्रमिस गराएको थियो कि तिमी चाहिँ कहिले पनि परिवारको बेजती र अपमान हुने काम कुनै पनि अवस्थामा नगर्नु, त्यस्ता कुनै पनि कदम नचाल्नु जसले तिम्रो बुवा आमा परिवार जातको चाहिँ इज्जत निलामी होस्। उसले प्रोमिस गरेका थिए कि ठिकै छ, म चाहिँ तपाईँको कुरा मान्छु, म यो सामाजिक संरचना अनुसार, यो सामाजिक भ्यालु अनुसार, मूल्य मान्यता अनुसार चाहिँ बाँच्छु, र तपाईँको इज्जत चाहिँ म इन्ट्याक्ट जस्ताको त्यस्तै राख्छु, बरु बढाउने काम नै गर्छु। अब यो अवस्था थियो। तर जति बेला प्रोमिस गर्यो त्यति बेला फादर वाज अल्सो नाइस। बुवा अहिलेको जस्तो चाहिँ त्यो नट भेरी इरिटेटिङ। at that time he was a kind of cooperative, kind of I mean हेल्पफुल पनि थियो, सपोर्टिभ पनि थियो। त्यति बेला जब आमा मरेपछि त दशा भयो, दशा भएपछि अब घरमा बाँच्नै नसक्ने अवस्था, बस्न नसक्ने अवस्था, एउटा अवस्था छ। ऊ चाहिँ सी इज टकिङ एन्ड सी इज थिङ्किङ अफ हर फ्रिडम, थिङ्किङ अफ हर राइट टु चुज द लाइफ सी वान्ट्स। यो उसको अधिकारको पनि कुरा भएको, जस्तो जिन्दगी ऊ खोजेको छ त्यस्तो जिन्दगी बाँच्न पाउनुपर्छ भन्ने कुराको पनि ऊ वकालत गरिराखेको छ। अब गर्ने के, एक त बुवाले त्यो केटासँग भेटघाट गर्न दिइराखेको छैन, लुकी छिपी चाहिँ भेटघाट गरिराखेकी छैन, घरमा उसको अवस्था यस्तै छ, दिनका दिन रातका रात काम गर्ने। त्यो जहाँ काम गरेका छन् सबैले चाहिँ एकदम त्यो गलत नजरले हेरिराखेको हुन्छ, गलत तरिकाले हेरिराखेको हुन्छ। अनि यो अवस्था आउँदाखेरि अम, उनी चाहिँ डिलेमामा, दोधारमा, धर्म सङ्कटमा फस्छन्। वाट सुड सी डु, गर्ने के त। अम, अनि एक दिन चाहिँ ऊ आफ्नो दिलको कुरा, सी इज डिभाइडेड, सी इज टर्न इन्टु टु पिसेस, टर्न इन्टु टु एस्पेक्ट्स अफ लाइफ, आई मिन टु डाइमेन्सन अफ लाइफ, or you can say she is torn apart into two different compartment। एउटा चाहिँ हार्ट, अर्को माइन्ड। माइन्डले भन्छ होइन, परिवारलाई बचाउनु पर्यो, भाइलाई हेर्नु पर्यो, बुवा बुढेसकाल लाग्दैछन्, बुवालाई बुवाको हेरचाह गर्नु पर्यो, त्यो उसको दिमागले भनिरहेको थियो। तर दिल, मनले भनेको थियो होइन, जिन्दगी आफ्नो छन्, स्वतन्त्रताका साथ बाँच्न पाउनु, खुसीका साथ बाँच्न पाउनु, खुसी र सुख रोज्न पाउनु, र त्यो चाहिँ भविष्य, आफ्नो भविष्य आफूले चुज गर्न पाउनु, त्यो अलरेडी पहिला नै चुज गरिसकेको छ, त्यो भनेको फ्र्याङ्क हो। अनि गर्ने के त। एन्ड सी वान्ट्स अ प्लान, सी वान्ट्स टु इलोप, त्यो भाग्न खोज्छन्, प्लानिङ टु स्किप फ्रम द होम, रन अवे फ्रम द होम, घरलाई छोडेर भाग्न प्लान बनाउँछन्। त्यो बिहानै 4 बजे बिहानैको एउटा त्यो जहाजको टिकट बुक हुन्छ, त्यो केटा टिकट बुक गरिदिन्छन्, अर्जेन्टिना जाँदै गरेको जहाज। अनि साँझ परिसकेका हुन्छन्, केटी चाहिँ घरमा हुन्छन्, झ्याल खोल्छन् र घरको चारैतिर हेर्छन्। अहिले पुरै खाली, त्यति बेला जति बेला उनी बच्चा थिइन् उसको घरको छेउछाउ पुरै चाहिँ खाली जमिन थियो, मैदान थियो, बच्चाहरू खेल्थ्यो है। अहिले चाहिँ सबै सहर बनिसकेको छ, एउटा पनि सानो टुक्रा पनि खाली ठाउँ जमिन छैन। साथीहरू पनि जुन बच्चामा खेलेका साथीहरू, कोही कहाँ गए, कोही कहाँ गए, कोही विदेश गयो, कोही कहाँ गयो, कहाँ गयो, सारा कुराहरू छन्। अब ऊ सोचेर फेरि फ्ल्यासब्याकमा जान्छन्, त्यो रमाइला पलहरू, रमाइला समयहरू, आमासँग खेलेको, उसको फेभरेट दाइ थियो अर्नेस्ट भनेको, उसँग बिताएका, त्यो फिल्डमा बिताएका जिन्दगी साथीहरू थिए।
ठुलो हुँदै जाँदाखेरि त त्यो सबै कुरा गयो। सानो हुँदाखेरि खेल्दाखेरि साँझसम्म खेल्दा बुवा कहिले काहीँ लट्ठी लिएर आउनुहुन्थ्यो, लखेटेर फेरि घर लग्थ्यो। सारा कुराहरू फ्ल्यासब्याकमा जान्छन्, पछिल्लो जिन्दगीमा पुग्छन् र एकदम रमाउँछन्, त्यो सोचेर याद गरेर रमाइराखेकै हुन्छन्। तर अहिलेको अवस्था उसको बेग्लै छन्, यो बर्दास्त गर्न सक्ने खालका अवस्थामा चाहिँ उनी छैनन्। त्यस कारणले सी इज डिटर्मिन टु रन अवे, घर छोडेर कसै गरी पनि घर छोडेर जाने। सी राइट्स अ लेटर, सी राइट्स टु लेटर्स, वान फर अ ब्रदर, अदर फर अदर फर फादर, राइट्स अ लेटर। दुवैको लागि चिठी लेखिदिन्छन्, चिठी राखिदिन्छन् र टाइम अनुसार एज एज सी ह्याड अलरेडी प्लान, सी क्विट्स द होम सेक्रेटली एन्ड देन रन्स देयर। केटा चाहिँ त्यहाँ वेट गरिराखेका हुन्छन्, के भन्छ जहाजमा चढिसकेका हुन्छ र काइन्ड अफ इरिटेसन इन द सेन्स द्याट हि वाज इगरली वेटिङ, एकदम इगरली वेट गरिरहेको हुन्छ कति बेला ऊ आउली भनेर। वेट गरिराखेको हुन्छन्। वेट गर्दा गर्दै झन्डै चाहिँ त्यो जहाज खुल्ने समय हुन्छ, त्यो केटी गएको हुँदैन। अब यो एकदम तनावमा हुन्छन्। तर त्यो जहाज खुल्नुभन्दा अगावै, या ठ्याक्क यो भनौँ न, ठ्याक्क जहाज खुल्ने समयमै चाहिँ केटी दौड्दै त्यहाँ पुग्छ। जब त्यहाँ पुगेपछि द बोय इज अलरेडी एट द he is in the ship and he is at the window. He feels very happy, elated. He is exuberant. I mean, he is out of control. The emotion has totally controlled him. Now, he cries out loudly, "Come, stranger, give your hand. Let me hold your hand. Let me catch you." तिमी आफ्नो हात बढाऊ, मलाई समात्न देऊ, किनभने त्यो जहाज खुल्ने आँटिसकेको हुन्छ। केटी पनि नजिकमा पुग्छ, ठ्याक्क गेटसम्मै पुगेको हुन्छन्। खुट्टा पाइताला अगाडि बढाउँछन्, हात अगाडि बढाउँछ उसलाई हात दिनको लागि। तर जब हात र खुट्टा दुवै अगाडि बढाउँछ, त्यति बेला उसलाई फेरि सम्झना उसको आमाले दिएका वचन र उसले गरेकी बाचा उसको दिमागमा आउँछन्। दिमागले उसलाई कन्ट्रोल गर्छन्। एन्ड देन सी रिजाइन्स हरसेल्फ, सी ड्रोज हर बडी ब्याक, she doesn't step into the she doesn't step into the ship। जहाजमा चढ्दैन र जहाज खुलिहाल्छन्, स्पिडले गइहाल्छन्। केटा त त्यो केटालाई झट्का लागेको जस्तो हुन्छ। त्यसपछि के हुन्छ स्टोरीमा त दिएको छैन, बट सी कम ब्याक होम। दिस द स्टोरी। द स्टोरी यसरी चाहिँ यु टर्न लिन्छ। अब हामी स्टोरीको साला खाला टेन्टेटिभ आउटलाइन यही हो। यहाँ अमेरिका यो हामी यो स्लाइडमा हेरौँ के लेखेको छ। एभलिन इज अ पोइग्नेन्ट स्टोरी, short story from James Joyce collection Dubliners published in 1914. It offers a powerful vignette of a young woman's paralysis। यो यङ वुमेन एकजना केटीको प्यारालाइसिस, त्यो भनेको फिजिकल डिजिजको कुरा गरिरहेको छैन, मेन्टली प्यारालाइसिस। त्यो भनेको इन्डिसिसिभनेस, त्यो निर्णय गर्न नसक्ने अवस्था छ, त्यसलाई प्यारालाइसिस भनेको छ। त्यस्तो अवस्थामा पुगेको एकजना केटीको कथा छ। द न्यारेटिभ एक्सप्लोर्स थिम्स अफ स्केप, यो घरबाट भाग्ने, ड्युटी एन्ड प्रोफाउन्ड डिसइल्युजमेन्ट, यो दुनियाँ र समाजको बारेमा जुन भ्रम छ त्यो कुरालाई हाइलाइट गरेको छ। इज सेट अगेन्स्ट द ब्याकड्रप अफ अर्ली 20th सेन्चुरी डब्लिन, क्याप्चरिङ द सिटिज युनिक एटमोस्फियर। यो सिटीको एटमोस्फियरलाई क्याप्चर गरेको छ। क्यारेक्टर एनालाइसिस। एभलिन एभलिन 19 वर्षकी केटी छ। एउटा सपमा, एउटा के भन्छन् सुपर मार्केटमा भनौँ, डिपार्टमेन्ट स्टोर भनौँ, जहाँ भनौँ त्यहाँ काम गरेका हुन्छन्। कहानी मिल्यो, कथा चाहिँ भनिदिएको हो। एकजना सिङ्गल क्यारेक्टर डोमिनेटेड क्यारेक्टर स्टोरी छ। कथामा अरू पनि क्यारेक्टर छन्, बट दे हेभ नोमिनल एक्जिस्टेन्स, भेरी भेरी सर्ट एक्जिस्टेन्स, सर्ट एपियरेन्स भनौँ, एकदम सर्ट एपियरेन्स छन्। अब ड्युटी पुरै परिवारको जिम्मा। 19 वर्षको केटी, जुन अवस्थामा मान्छे कलेज जानुपर्ने, स्कुल जानुपर्ने हो, रमाउनु पर्ने हो, साथी सङ्गी बनाउनु पर्ने हो, दुनियाँ संसारका बारेमा के भन्छ बुझ्नु पर्ने, त्यो समयमा पुरै घरको जिम्मा चाहिँ उसले आफ्नो काँधमा बोकेकी छिन्। रेस्पोन्सिबिलिटीको कुरा छ, ड्युटीको कुरा छ, सारा उत्तरदायित्व वहन चाहिँ उसले गरिराखेका छिन्। त्यो एउटा त्यो केटीको कहानी र क्यारेक्टर स्केच पनि यही। थिम प्यारालाइसिस कुरा गरिसके कि प्यारालाइसिस इन्डिसिसिभनेस,
त्यो निर्णय नगर्न सक्ने अवस्था जहाँ थियो त्यहाँ टक लगाएर टक्क त्यही अवस्थामा पुगेको अवस्था भनेको प्यारालाइसिस हो। अर्को थिम छ स्केप भर्सेस ड्युटी। स्केप त्यो ड्युटीबाट या कर्तव्यबाट पन्छिनु भाग्न खोज्नु र कर्तव्यमा अडिग रहनु, यो दुइटै थिमलाई चाहिँ स्टोरीले राम्ररी यो ब्युटिफुली एक्सप्लोर गर्न खोजेको छ। कर्तव्य कति ठुलो कुरा हो भन्ने कुरा, जति बेला कर्तव्य हुन्छ त्यहाँ फ्यामिली त्यो भन्छ आफ्नो इन्डिभिजुअल सेल्फ चाहिँ रहँदैन, किनभने ड्युटी इज ड्युटी। जसको लागि काम गरेको त्यो चाहिँ संस्थाको लागि होस् परिवारको लागि होस्, त्यो हामी छोड्न सक्दैनौँ। द्याट म्याटर्स अ लभ इन लाइफ। त्यो ड्युटी छोड्यो भनेदेखि त्यो फेरि पर्सनल सेल्फको कुराहरू हामी त्यतातिर कुरा गर्न सक्दैनौँ। अर्को छ डिसइल्युजमेन्ट। डिसइल्युजनमेन्ट त्यो भनेको भ्रम। कस्तो भ्रम त? जिन्दगीको बारेमा फ्युचरको बारेमा सारा भ्रमै भ्रम भ्रम छ। उसलाई लाग्छ, केटीलाई लाग्छ कि मेरो दुनियाँ यही घर हो, बुवा आमा आफ्नो परिवार। फेरि कुनै बेला लागेको हुन्छ होइन कि म जोसँग जाँदैछु, भाग्न खोजिरहेको छु, जोसँग म बिहे गर्न खोज्दैछु, सायद मेरो दुनियाँ त्यही हो। तर कुनै कुनै बेला त्यो पनि उसलाई अहिले त यस्तो माया गर्छ, कहीँ समुद्रमा के भने डुबेर मऱ्यो, डुबाइयो, के भयो, त्यो केही पनि कुरामा ऊ चाहिँ फिक्सेसन छैन उसको। अर्को छ सोसल कन्टेक्स्ट, सामाजिक परिस्थिति। त्यो भनेको सामाजिक मूल्य मान्यता, त्यो महिलालाई दिएको अधिकार, त्यसको सीमाका कुराहरू भयो कि महिलाको सामाजिक बन्धन र के भन्छ परिस्थिति कस्तो हुन्छ, सारा कुराहरू चाहिँ स्टोरीमा एक्सप्लोर गरेका छन्। र लिटरेरी भाइस स्ट्रिम अफ कन्सियसनेस, जुन अचेत अवस्थामा लेखेको स्टोरी हुन्छ नि, जेम्स जोइसको टेक्निक भनेको स्ट्रिम अफ कन्सियसनेस टेक्निकको लागि ऊ चाहिँ प्रख्यात राइटर हुनुहुन्छ। त्यो जे थट आयो थटलाई नै एक्सप्रेस गरेर लेख्ने भनेको त्यो स्ट्रिम अफ कन्सियसनेस हो। त्यो माइन्ड कन्ट्रोलमा हुँदैन, इमोसनले त्यो माइन्डलाई कन्ट्रोल गरेको हुन्छ र जे अनकन्सियसली फिलिङहरू आइराखेको हुन्छ त्यसैलाई त्यही फिलिङ र इमोसनलाई जट डाउन जुन तरिकाले गरिन्छ या जट डाउन गरेर एउटा त्यो के चाहिँ क्रिएटिभ र क्रिएसन हुन पुग्छ या क्रिएसन गर्दछन्, सृजना गर्छ, त्यो हो स्ट्रिम अफ कन्सियसनेस। इमेजरी, विभिन्न प्रकारका इमेजरीहरूको प्रयोग गरेको छ। इमेजरी भनेको मेन्टल इमेज है। त्यो छ सिम्बोलिजममा। यसमा सिम्बलहरू के छ त? समुद्र भयो, जहाज भयो, धेरै कुराहरू छन् है। सहरको त्यो नजारा आफै भयो, उसले लेखेको चिठीका कुराहरू भयो, दिस अल आर द इमेजेस। अब यतातिर चाहिँ हामी अर्को भिडियोमा सम्भव अर्को भिडियोमा यो सिम्बोलिजमको कुरा चाहिँ हामी गरौँला। टोन, यो कुन टोनमा लेखेको हो, ह्युमरस हो कि स्याड छ कि सिरियस छन्, यो हामी सुरुदेखि अन्तसम्म पढ्दाखेरि इट्स अ मेलेङ्कोलिक, भेरी सिरियसली रिटेन स्टोरी इज रिटेन इन भेरी सिरियस टोन। यो सिरियस टोनमा लेखेको स्टोरी हो, हामी यसरी बुझ्दा हुन्छ। अब यो क्लोज रिडिङ हामी चाहिँ पढिसक्यौँ, अब यसलाई चाहिँ नदोहोऱ्यौँ। हिस्ट्रिकल इभेन्टमा पनि म धेरै पछाडि लग्दिनँ। हामी यो तपाईँ स्क्रिनमा हेरिराख्नु भएको छ, यो अर्ली 20th सेन्चुरीमा त्यो डब्लिन होइन, आयरल्यान्डको सहर है, बढी समस्याबाट ग्रस्त। पहिलो समस्या भनेको आर्थिक चरम अभाव। त्यो औद्योगिक युगमा पूर्ण रूपमा प्रवेश गरिसकेको थिएन, युद्धकालीन अवस्था थियो। त्यो पावर प्ले चाहिँ वर्ल्डको पावर प्लेले छेउछाउको देशहरूलाई ठुलो असर गरेको थियो। त्यसमा पनि उसको नेक्स्ट डोर नेबर ब्रिटेन जहिले पनि कब्जा गरेको हुन्थ्यो, लडाइँ गरेको हुन्थ्यो, जति बेला पनि आक्रमण गर्ने, मान्छे सुरक्षित थिएन। त्यो त्यो हिस्ट्रिकल कन्टेक्स्टमा यो स्टोरी लेखिएको अवस्था छ। अर्को कुरा सामाजिक मूल्य मान्यताले त्यो समाजलाई बढी प्रभाव पारेको थियो। व्यक्तिगत स्वतन्त्रता, इन्डिभिजुअलिटी अहिलेको जस्तो छैन, अहिलेको जस्तो थिएन। यी कुराहरू चाहिँ हिस्ट्रिकल कन्टेक्स्टमा हामी बुझ्न सक्छौँ। अब क्रिटिकल रिसेप्सन र इन्टरप्रेसन हामी पछि गरौँला, यो पनि स्लाइडमा अगाडि बढाएँ। र कन्क्लुजन को रूपमा भन्दाखेरि र यसलाई समाप्त कसरी गर्नु पर्यो भन्दाखेरि, दिस इज स्टोरी अफ अ यङ वुमन, अ यङ गर्ल हु डेयर्स टु फाइट विथ द सोसल कन्स्टेन्ट, हु डेयर्स टु फाइट विथ हर ब्याड सर्कमस्टान्सेस, that includes family, that includes the time itself, that includes the social values. यो एकजना केटी चाहिँ यस्तो परिस्थितिमा फँसेका छन्, यस्तो चपेटामा कि
जोसँग उसले एक्लै लड्नु परेको छ। एक त आर्थिक अवस्था, पोभर्टी इट सेल्फ इज द ग्रेटेस्ट च्यालेन्जेस फर हर। त्यस आर्थिक अवस्थासँग जुधिरहेको अम, कुरा, त्यो कसरी जुधेको छ भन्ने कुरा स्टोरीमा देखाउन खोजेको छ। र व्यक्तिगत जिन्दगी चाहिँ इमोसनलाई पुरै कन्ट्रोल गर्नु परेको छ। इमोसनलाई एकदम कम स्थान दिएको छन्, जबकि हार्ड फिलिङ द्याट टेक्स रिमार्केबल पार्ट अफ ह्युमन लाइफ। हार्टको कुरा गरौँ, फिलिङको कुरा गरौँ, मान्छेको जिन्दगीको अहम पार्ट हुन्छन्। तर यो स्टोरीमा एभलिन भन्ने केटीले त्यो कुरा महसुस गर्न पाउँदैन र पूर्ण रूपले पोटेन्सियली फुल्ली सी क्यानट रियलाइज हर ट्रुअर सेन्स, हर सेल्फ आइडेन्टिटी। त्यो स्टोरी छ। दुःखको कहानी सुरु हुन्छन्, बच्चै हुँदाखेरि आमा मर्छ, जेठो दाई मर्छ, जो उसको फेभरेट हुन्छन् दाई। त्यसपछि बुवा ड्रङ्कार्ड बन्छन्, एक्सप्लोइट गर्न थाल्छन्, काम गराएको गर्छन्, स्वतन्त्रता हुँदैन, दिनरात घर बाहिर काम गरेका हुन्छन्। लभ एफेयर त राम्रो केटासँग चल्छ, तर उसको आमाले उसँग उसँग बाचा गरेकै हुन्छन्, उसले चाहिँ बाचा गरेकै हुन्छन् कि होइन म फ्यामिली, परिवार, समाज मा त्यो सामाजिक बन्धनबाट धेरै टाढा जाँदिनँ, आदि इत्यादि कुराहरू गरेर उसले आफ्नो डिसिजन चाहिँ, कुनै पनि डिसिजन, पर्सनल डिसिजन जो उसको लाइफसँग डिरेक्टली रिलेटेड छन्, त्यो लिन सक्दैनन्। र त्यसको सफर ऊ चाहिँ आफै सफर गर्छ। स्टोरी भनेको यति। धन्यवाद, आजको लागि धन्यवाद, नमस्ते।